हेलो गाइज, आज चाहिँ हाम्रो घर चाहिँ सफा गर्नु थियो अनि यस्तो घाममा पनि हामी ठुलो मम्मी र म चाहिँ कुचो बोकेर हिँड्दै हिँड्दै गयौँ अनि ठ्याक्क घर पनि आइपुग्यौँ। हाम्रो घर चाहिँ यत्तिको बन्दैछ, अहिले बनिसक्न आँट्यो। अब यहाँ पुगेर हेर्दा चाहिँ यस्तो धेरै फोहोर भइरहेको थियो पुरै। अनि त्यसपछि हामीले चाहिँ सफा गर्नको लागि गयौँ अनि यस्तो पुरै फोहोर थियो। भर्खर कलरहरू लाउँदै गर्दा अनि मार्बलहरू लाउँदा यस्तो फोहोर भएको थियो। अनि म चाहिँ यहाँ खलखल्दी भएर आधी सफा गरिसकेपछि आएको अनि खल भएर अनि ठुलो मम्मी चाहिँ तलै हुनुहुन्थ्यो। अनि यस्तो बनायौँ हामीले चाहिँ पुरै सरसफाइ गरेर तुलहरू बढारेर अनि यतिको भयो। अनि अब यहाँनिर चाहिँ अरू नै आएर गर्नुहुन्छ होला पछि फेरि। अनि यस्तै गऱ्यौँ अनि त्यस पछाडि हामी बिस्तारै अब चाहिँ घर जान लागेको थियौँ। अनि म चाहिँ यहाँ भिडियो बनाउँदै आएँ। अनि त्यस पछाडि फेरि देखाएँ सफा भइसकेको है। यो चाहिँ भरे हामीले सफा गरिसक्यौँ। अनि यो चाहिँ हाम्रो बेडहरू घरको, यो दादाको रुम। अनि म चाहिँ देखाएँ थोरै यो रुमहरू।